तपाईलाई त रोकियो गेटमै। त्यही त हिजो अस्ति चाहिँ अब विभिन्न यो बन्चरे डाँडाको चाहिँ एउटा फोहोर व्यवस्थापन चाहिँ गर्न नसके खण्डमा चाहिँ स्थानीय बासिन्दाहरूले चाहिँ केही दिन तपाईँको लगभग एक हप्ता या त 4-5 दिन रोकेको थियो। त्यसमा चाहिँ कुलमान घिसिङले चाहिँ निरीक्षण गर्दाखेरि के रहेछ समस्याहरू यहाँ स्थानीय बासिन्दाहरूको भनेर चाहिँ आउँदाखेरि चाहिँ अलिक के समस्याहरू देखेर ल ठिक छ म व्यवस्थापन गर्छु, जोर कट्टर म लाग्छु भनेर चाहिँ यहाँ चाहिँ बत्तीको बिजुलीको पोलदेखि लिएर हरेक कुराहरू चाहिँ व्यवस्थापन गर्छु भनेर चाहिँ भन्नुभएको थियो। र हामीले मिडियामा पनि विभिन्न सामाजिक सञ्जालमा पनि ट्रक पुरा के भन्छ गाडी चाहिँ झारिराखेको, लोड गरिराखेको, कुनै के भन्छ कहाँबाट ल्याइराखेको, कहाँ नुवाकोटको कुन के भन्छ बिजुली अफिस के समथिङ विद्युत प्राधिकरणबाट चाहिँ प्रोभाइड गरिराखेको भनेर चाहिँ न्युजमा आएको थियो। हो र चाहिँ भनेर चाहिँ म चाहिँ राम्रै काम गर्नु आँटेको छ त्यो ठाउँमा पनि आफ्नै सरी मन्त्री एउटा त्यो हिसाबले चाहिँ गर्नु लागेको रहेछ है भनेर चाहिँ म चाहिँ हो र हो कि होइन भनेर चाहिँ यो ठाउँमा चाहिँ निरीक्षण गर्नु चाहिँ आएको थिएँ एउटा देशको नागरिकको हिसाबले होइन। तर त्यो के भन्छ यही आसपासमा त देखेन, नदेखेको खण्डमा चाहिँ गेटभित्र छिर्नु खोजेको, अनुमति चाहिन्छ, यो चाहिन्छ त्यो चाहिन्छ भन्नु थाल्यो। कहाँबाट अनुमति लिएर आउने हो होइन त्यो थाहा छैन। तर त्यो सामाजिक सञ्जालमा जो पनि एउटा देशको नागरिक हिसाबले चाहिँ के भन्छ हेर्नु सक्नुहुन्छ, अनुगमन गर्नु सक्नुहुन्छ, हेर्नु सक्नुहुन्छ भनेर चाहिँ त्यो आश लिएर आएको। यो निराश भएर चाहिँ म फर्किरहेको छु। कहाँ महानगरबाट चाहिँ के भन्छ अनुमति पत्र लिएर आउनु भन्नुभएको छ। अब त्यो मान्छेको काम नभएको लोखर अनुमति पत्र लिनु जाने आउने त नि, अनि झट्ट आउँदाखेरि के रहेछ भनेर चाहिँ आउने हो होइन, निरीक्षण गर्ने हो के कस्तो र एउटा यस्तो नि त काका। हुन त अब व्यक्तिलाई छिर्न अब यो अलिकति फोहोरको क्षेत्र होइन, फोहोरमा चाहिँ अलिकति रोग लाग्छ, के होला, के मापदण्डहरू हुन्छ होला होइन। छिर्न त अलिकति मान्छेलाई त सर्वसाधारणलाई त गाह्रै होला। तर हामी जस्तो एउटा होइन जुन चाहिँ राज्यले स्वीकृति दिएका व्यक्तिहरूलाई, पत्रकारलाई होइन, यहाँको के हो सत्य तथ्य खोज्न त पाउनु पर्ने होइन र एकदम अब त्यो पनि खोज्न नदिइसकेपछि चाहिँ यहाँभित्र के छ त त्यति ठुलो घटना घट्दैछ, अर्थात् यहाँ लास्टै लापरवाही छन् त यो भित्र होइन। यस्तो तपाईँले के भन्छ क्वेसन गर्नुभयो, क्वेसन उठाउनु भएको एकदम जायज कुरो हो। फोहोर व्यवस्थापन गर्ने ठाउँमा के कसो होला, स्वास्थ्यलाई असर पार्ला के पर्ला भन्ने कुरा विषय उठाउनु भयो, 100% सही हो। तर त्यो विषयलाई नलिकन आफ्नो ज्यानको बाजी नराखिकन जेसुकै होस् भन्ने सेल्फ आफै कन्फिडेन्स भएर चाहिँ जस्तो अवस्थामा चाहिँ म उत्रिनु सक्छु भनेर जानु खोज्दाखेरि त दिनु पर्थ्यो नि त, तर दिएन नि त होइन। त्यो कुरो हो नि त। र यो बालेन शाह अस्तिको चाहिँ इन्टरभ्यूमा चाहिँ विभिन्न के भन्छ सामाजिक सञ्जालमा इन्टरभ्यू दिँदाखेरि चाहिँ धेरैले मलाई विरोध गरे क्या। तर त्यसको विरोध गरेको परिणाम त तत्कालै रातारात विदिन एक रातमै फोहोरहरू उठ्नु थालेको थियो नि। म लगायत सम्पूर्ण सामाजिक सञ्जालमा चाहिँ तपाईँहरूले देख्नै भएको छ, स्थानीयवासीदेखि लिएर सहर बजारमा व्यवसाय गर्नेदेखि लिएर सबैले गर्ने। आजको विषयलाई लिएर महानगरपालिकाले जुन केन्द्रीय सरकारको अनुमति नमाने के अरे निर्देशन नमानेको जस्तो देखिएको हो। त्यो होइन, त्यो नमानेको भन्दाखेरि पनि केन्द्रीय सरकार होइन, सामाजिक सञ्जालमा तपाईँको सबैजनाले मन्त्रीजी हुनुहुन्छ कुलमान घिसिङज्यू होइन, उहाँले त आदेश दिनुभएको हो नि त, यहाँ फोटो भिडियो त्यही हिसाबले सेफ्टी अपनाउनु पर्छ भन्ने कुराहरू गर्नुभएको थियो। त्यो आदेशलाई चाहिँ यो महानगरपालिकाले दादागिरी सिस्टममा चाहिँ यो सिस्टम चलाइराख्नु भएको छ आज पनि। त्यस्तै देखिरहेछ होइन। किनकि हिजो अस्तिको दिनमा त्यो स्थानीयवासीको डिमान्ड माग अनुसार चाहिँ पुरा गर्छु भनेर चाहिँ विभिन्न पोलदेखि लिएर विभिन्न बिजुलीपट्टि दिनेदेखि लिएर फोहोर व्यवस्थापनदेखि लिएर चाहिँ यो गर्छु त्यो गर्छु भनेर जानुभएको छ। के भन्छ के नाम अरे हाम्रो कुलमान घिसिङज्यू होइन। यो त फेरि सरस्वती हेर्दाखेरि अब पब्लिक पनि पस्न पर्ने, विभिन्न पत्रकार साथीहरूलाई पनि पस्नु नदिँदाखेरि त यो गाउँलेको चाहिँ स्थानीयवासीहरूको आँखामा कतै छारो त हालेको छैन भन्ने पो देख्न थालेको छ। यो त सबैले हक अधिकारको देशवासी र यही माटोमा जन्मेपछि त
पाउनु पर्यो नि त। हिजोको यो त हिजोको चाहिँ बालेन शाहको तानाशाही जस्तो देख्न थालेको छ होइन। बालेन शाहले चाहिँ राजु पाण्डेलाई चाहिँ विभिन्न चाहिँ पाण्डेजी त्यो ठाउँमा जानुहोस् भनेर विभिन्न चाहिँ ढाल बनाएर चाहिँ राखेर चाहिँ ऊ चाहिँ कोनामा बसेर चाहिँ अर्डर दिएर बसे जस्तो पो देखिँदैछ। ढाल भन्नाले फेरि अन्यथा नसोच्न कन्डम सोच्ला नि फेरि साथी हो त्यो अन्यथा नलिने ढाल भनेर एउटा कन्डम पनि भन्नु सक्छ होइन। कन्डम नसोच्नु ढाल भने एउटा के भन्छ बिचमा राखेर निल्नु न उकाल्नु यता जाउँ कि उता जाउँ। राजु पाण्डेजी त्यो गर्न नसकेको खण्डमा उनले आदेश मानेपछि त्यो डोजर लिएर हिँड्नुपर्ने हो कि कता के गर्ने हो कि अर्काको अब रोजीरोटी खोसाउने कि के गर्ने हो कि त्यो विभिन्न व्यवस्थापन गर्नु नगरिकन त्यो एक्कासी हस्तक्षेप गर्नु चाहिँ पाउँदैन होइन। मैले बारम्बार भन्दै आएर हरेक व्यवसायीले महानगरलाई जतिको राजस्व कसैले पनि तिरेको छैन क्या। मै तिरिरहेको छु कति होइन, मै तिरिरहेको छु। विभिन्न चाहिँ सामान्य बोर्ड बनाउनुदेखि लिएर हरेक कुरादेखि लिएर अचाकली घाँटीमा न्याक्ने गरी कर लिएको छ। कर लिएको खण्डमा उनले विकास गर्नु पर्दैन। मैले कर तिरेको छु, कर तिरेको हिसाबले यहाँ आएर चाहिँ हो फोहोर व्यवस्थापन गर्न सकेको छ कि छैन, गरेको छैन। म यहाँ निरीक्षण गर्न पाउँदिनँ। ऊ व्यवसाय गर्न नसकेर हाम्रो कस्टमरहरू कति भट्किरहेको छ गइरहेको छ। तिमी अहिले फोहोर गनायो त्यही छेउमा चाहिँ खाना प्रोभाइड गर्यो भने तिनीहरूले नै महानगरलाई फोन गरिदिएर अन द स्पोट त्यहाँ चाहिँ हाम्रो सिल गरिदिन्छ। हरेक फुड प्रोडक्टदेखि लिएर हरेक क्षेत्रमा सिल गरिदिन्छ होइन। बुझ्नु पऱ्यो, उ गर्नु पऱ्यो होइन। त्यो चाहिँ गरोस् महानगरले। अझै पनि म के भन्छ त्यसलाई सन्देश दिन चाहन्छु क्या। के कस्तो हो यथार्थ के हो भन्ने कुरा न आफूले पनि काम गर्नु सक्दैन, अरूलाई पनि काम गरिखान दिएको छैन। यो चाहिँ कहिले पनि नहोस् भन्न चाहेँ क्या मैले चाहिँ। त्यही हो। हुन्छ।